फ्रम सुनिता दिदी, रेणु दिदी, रिना दिदी, आरती दिदी। यहाँ चाहिँ यो चाहिँ चारजना दिदीहरूले मिलेर दिनुभएको रहेछ है। ल के हो हेर्छु गाइज है, एकदम हेभी पनि छ है। यो चाहिँ म देखाउँछु तपाईँलाई है। प्याकिङ गर्नुभएको होला हो, हेर्नु न लास्टमा त्यस्तो पाराले खोल्नु है, के गर्नु है निस्किँदैन हो। त्यही भएर चाहिँ मेरो चाहिँ सानो बेरले खोलेको कम्ती छैन दिएको चाहिँ एकदमै, त्यही भएर खोलेको है। र यो चाहिँ रहेछ मम्मालाई एकदमै युजफुल चिज रहेछ है। नानीलाई चाहिँ अरू सबैजनाले नानीलाई खेलाउनुमा चाहिँ यहाँ दिदीहरूले चाहिँ मम्मालाई सोचेर मम्माको गिफ्ट दिनुभएछ एकदमै है। गरममा खाना पकाउनु चाहिँ एकदमै सजिलो होस् भनेर, गरममा ग्यासमा प्रब्लम हुन्छ बहिनीलाई भनेर दिनुभएको जस्तो छ। तपाईँहरूले देखिहाल्नु भयो होला, बक्सबाटै थाहा हाल्नुभयो है के हो भनेर। यो चाहिँ इन्डक्सन रहेछ। वाउ मजाको रहेछ है, अटोमेटिकवाला रहेछ है, एकदमै राम्रो खालको रहेछ। फिलिप्सको रहेछ भएको रहेछ। दिदीहरूले यत्रो त पर्थेन त दिदी भनेर त भएन होला। थ्याङ्क यू सो मच। किचनमा एकदमै काम लाग्ने चिज। र गाइस तपाईँहरू सबैजनालाई थ्याङ्क यू है। कागज दाइले माया गरेर गिफ्टहरू दिनुभएकोमा धेरै धेरै धन्यवाद सबैजनालाई, थ्याङ्क यू। र अहिले चाहिँ कागज सुकिरहेको छ, सो कागज सुकेर चाहिँ यो खेलाहरू देखेर चाहिँ सबै पर्दालाई यत्रो खेलायो भने कहाँबाट आयो भनेर। सो यो पनि मैले लास्टमा भनेको थिएँ कि दिदीहरू मलाई एकदमै युजफुल चिज दिनुभएको चाहिँ हो। अन्त अब यसमै खाना पाक्छ, मेरो ग्यास पाक्ने रहेछ। थ्याङ्क यू सबैजनालाई, बाई। गिफ्टहरू हेर्नु है गाइस। अब कागज चाहिँ सुतेर उठेको छ, के गर्दो रहेछ गएर हेरौँ है कुन चाहिँ पक्रिँदो रहेछ। ए गाडी हेर्छ, अरू के हेर्दैछ उसले। कसको नानी अनि होस् देश खै माई भन न छिटो, कसको हो यो खै मेलो भन, माई भन छिटो, माई भन खै कसको हो नानी, कसको रहेछ हौ, कसको कसको हो नानी, यो सबै कसको हो, यहाँ टोइजहरू छ है। काव्यान्स कसको, माई भन खै, माई भनेको यहाँ छ है। ए खै यहाँ त्यसको कार्ड यहाँ छ है। ए नाच्नु पो थाल्यो काव्यान्स त। थ्याङ्क यू भन्दै फेरि एकपल्ट सबैलाई नानी, थ्याङ्क यू खै, थ्याङ्क यू भनेको। ए काव्यान्स म्युजिक सुनेर नाच्नु थाल्यो गाइस।